यला महानगरपालिका थुगु आर्थिक वर्ष या त सुशासन वर्ष कथा हनिगु जुगुदु नेकौगु नगरसभा पारित यागु नीति ज्याजो व वार्षिक बजेट बारे जानकारी बित बुधबार यागु पत्रकार सम्मेलने यला महानगरपालिका थुगु आर्थिक वर्ष या त सुशासन वर्ष कथा हनिगु जुगुदु नेकगु नगरसभा पारित यागु नीति ज्याजो व वार्षिक बजेट बारे जानकारी बित बुधबार यागु पत्रकार सम्मेलने यला महानगरपालिका प्रमुख छिरिबाबु महर्जन थथे जानकारी ब्यातिको ख वेकल सुशासन वर्ष अन्तर्गत खर्च कोपालेगु बेरुजु उल्लेख्य मात्रा कोकागु पारदर्शिता प्रवर्धन यागु वडायत विकास या केन्द्र रूपे विकसित यागु व कार्य सम्पादन सम्झौता यागु थज्यागु योजना तुथ्यागु थ्यादिल अथे वेकल विपद व्यवस्थापनीय लगानी उपयोगको योजना न महानगर हगु जानकारी ब्यादिल थुकी दमकलीय क्षमता अभिवृद्धि यागु विपद सम्बन्धी फुक जनशक्ति स्रोत साधन सामान सूचना तथा सहे परिचालन यागु रिङ रोड पिनेय वडा फोर संकलनले आधुनिक उपकरण या प्रयोग व परिचालन यागु योजना तर्जुमा यानागु थेदिल हामीले चाहिँ यो जेटिङ इक्विपमेन्ट हामीसँग अहिले पुरानो भएकोले काम गर्न छोड्यो तसर्थ जेटिङ इक्विपमेन्ट पनि हामी किन्न गइरहेका छौं विपद सम्बन्धी सम्पूर्ण जनशक्ति स्रोत साधन सामग्री सूचना एउटै छानामुनिबाट परिचालन गर्ने यसको निमित्त हाम्रो युद्ध बाह्र नियन्त्रण पुलचोकमा चाहिँ सबै पूर्वाधारहरूको व्यवस्थापन भइरहेको छ र यसलाई चाहिँ अझ सशक्त रूपमा हामी अगाडि बढाउन गइरहेका छौं फोहोर सङ्कलनमा आधुनिक उपकरणको प्रयोग परिचालन रिङ रोड बाहिरका वडाहरूबाट पनि हामीले फोहोर सङ्कलन गर्न गइरहेका छौं अथे फुक्का वडा सम्भव जुटले आधुनिक अपाङ्ग मैत्री सार्वजनिक चौबी निर्माण राजस्व सङ्कलन प्रक्रिया या त अनलाइन सिस्टम स्वागु सोङ्गु तगि तक नेपाल भाषा पाठ्यक्रम लागु यागु खानेपानी व्यवस्था विशेष बबिगु योजना नदुगु वेकला थेदिल हामीले यो वर्ष 49 वटा वडामा कतिमा पनि एउटा अपाङ्ग मैत्री टोयलेटको व्यवस्थापन गर्ने भनेर बजेटको विनियोजन गरेका छौं राजस्व सङ्कलन प्रक्रियालाई अनलाइन सिस्टममा आबद्ध गर्ने यसको निमित्त हामीले होमवर्क सुरु गरिसकेका छौं महानगरीय शैक्षिक क्यालेन्डर शैक्षिक कार्यक्रम क्रियाकलापमा एकरूपता ल्याउँदै छौं नेपाल भाषाको पाठ्यक्रम ECD देखि कक्षा 3 सम्म लागू गर्दै छौं 7 खानेपानी व्यवस्थामा विशेष जोड वैकल्पिक सोर्स आइडेन्टिफिकेसनका लागि अध्ययन गर्छौं नयाँ मुहानबाट खानेपानीको व्यवस्थापन गर्छौं परम्परागत हिटी ढुङ्गे धारा इनार आदिको संरक्षण गर्छौं सम्भाव्यता स्थानमा वाटर एटिएमको व्यवस्थापन गर्छौं 8 छिमेकी पालिकाहरूको परियोजनामा सहयोग पनि हामी गर्छौं यसमा चाहिँ जस्तै हामीलाई दक्षिणकाली नगरपालिकाबाट हामी ललितपुर महानगरमा पानी ल्याउँछौं तसर्थ अब त्यहाँ चाहिँ लोकल जनताको तर्फबाट हामीले पानी दिए बापत ललितपुर महानगरपालिकाले हामीलाई के दिन्छ त भन्ने चाहिँ एउटा बुलन्द प्रश्न चाहिँ लिखतमै पलाएको छ तसर्थ यस्तो कुरालाई पनि हामी सम्बोधन गर्न गइरहेका छौं यला महानगरपालिका आर्थिक वर्ष 2079-80 लागि खुगु अर्ब सुइन्यागु करोड सुइन्यागु लख व सोध तकाई बजेट प्रस्तुत यागु दुगुकी चालु खर्च पाके निगु अर्ब नि खुगु करोड सुइ छगु लख नि पेदो व पुँजीगत खर्च पाके पिंगु अर्ब च्यागु करोड ने सोंगु लख व पि गुदो तका फ्यान तगुदु संघीय सरकारबाट हस्तान्तरित चालु तर्फको सशर्त कार्यक्रममा चाहिँ 59 करोड 87 लाख अन्तर सरकारी अख्तियारीबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता 62 करोड जम्मा रकम 2 अरब 26 करोड 61 लाख 54 हजार अथे बजेटे ने खुद पुरा जुपी ज्येष्ठ नागरिक ते त सम्मान कथा वार्षिक रूपे एक मुस्त जिदो तक्का बिगु लागि पेंगु करोड नेगु लख तक्का फ्यान तगु दु 76 वर्ष पुरा भएका ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप वार्षिक एक मुस्त रु 10,000 को दरले 4 करोड 50 लाख यो चाहिँ हाम्रो गत वर्षसम्म 5,000 रुपैयाँ दिइ आएकोमा यो वर्ष हामीले चाहिँ 10,000 गरेका छौं